पक्नुस् म जाँदैछु। मैले यो हाइसलाई रोकेको है। हाइसमा चढेँ म अनि हाइसमा चढेर लागेँ म महेन्द्रनगर झलारीतर्फ। झलारी जाँदैछु म। झलारी गएपछि त्यहाँ देउरानीलाई लगेर लाग्छु महेन्द्रनगरतिर। अनि यहाँ म पुगेँ गेटा मेडिकल कलेज। हेर्नुहोस् है, यो सुन्दर दृश्य क्याप्चर गर्दैछु। यो हो गेटा मेडिकल कलेज। हजुरहरूले देखिराख्नु भयो होला, सुनिराख्नु भयो होला। टिकटकतिर धेरै हालिराखेका छन् सबैजनाले। भाइरल नै भएको छ यो मेडिकल कलेज है। सुन्दर छ। मैले यो हाइसको झ्यालमा बसेर क्याप्चर गरेको मेरो क्यामेराले। अनि हामीहरू लाग्यौँ अत्तरियातिर। म लागेँ अत्तरियातिर। त्यहाँ अत्तरिया बस पार्कमा एकजना बहिनीले मकै सकै के बेच्दै हुनुहुन्थ्यो। भोक त लागेको थियो, बिहानै थियो। पर हेरेको समोसा देखेँ, जुम गरेर यसो हेरेर त्यसैलाई हेरेर चित्त बुझाएँ, ल अघाएँ म है। अनि त्यसपछि हाम्रो आइस हिँड्यो फेरि झलारीतर्फ लाग्यौँ हामीहरू। खास अहिले यो अत्तरिया चोकमा हौँ। भाइले पैसा माग्यो, अत्तरिया झलारीसम्मको पैसा दिएँ मैले। यो अत्तरिया चोक, यो धनगढी अनि काठमाडौँ पहाड र महेन्द्रनगर जाने चौराहा हो, चोक हो यो। अत्तरिया भन्छन् यसलाई। सबैतिर जान मिल्छ यहाँबाट। अनि लाग्यौँ हामीहरू झलारीतर्फ। त्यसपछि झलारी पुग्न आँटेको थियौँ। पुग्यौँ हामीहरू झलारी पुगेपछि त्यहाँ देउरानीले नास्ता बनाइराखेको थियो। नास्ता भन्नाले अब खाना नास्ता जे भए पनि त्यही खायौँ हामीहरूले। भेज पुलाउ चट्ट बनाएको रहेछ, मिठो तिलको चटनी। थ्याङ्क यू सो मच देउरानीलाई। अनि त्यसपछि हामीहरू दुवैजनाले त्यो खायौँ। मिठो बनाएको रहेछ। छोराछोरीहरू स्कुलतिर गइसकेका रहेछन्। त्यो खाएर अब हामीहरू महेन्द्रनगरतर्फ लाग्छौँ। महेन्द्रनगर अनि फेरि हामीहरूले खाइसकेर हाइस रोक्यौँ। हाइस रोकेर हामीहरू फेरि चढ्यौँ है। महेन्द्रनगरतर्फ लाग्यौँ हामीहरू देउरानी जेठानी दुवैजना हाइसमा लाग्यौँ। महेन्द्रनगर खास हामीहरू जाँदैछौँ हाम्रो जेठो छोराको विवाहको प्रोग्राम छ। आज कार्डसाड यताउता गर्ने भनेर धेरै दिन भइसक्यो, तर आज हामीहरू पनि जाउँ भनेर गएको। यहाँ नानीहरू थिए, तिमीहरू कहाँ जाँदैछौ भनेर सोधे। उनीहरू पनि महेन्द्रनगर रहेछ। पुग्यौँ फाइनल्ली महेन्द्रनगर हामीहरू। अनि त्यसपछि उत्रिएर फेरि अटोलाई हामी जानकी टोल जाने भनेर लाग्यौँ देवरको घरतर्फ। महेन्द्रनगर बजारबाट हामीहरू जेठो देवरको घरतिर लाग्यौँ। त्यसपछि हामीहरू पुग्यौँ। यही हो है हाम्रो जेठो देवरको घर। अनि त्यसपछि हामीहरू कता छन्, हो कहाँ छु कहाँ भनेर बोलाउँदै हामीहरू आरामले भित्र छिर्यौँ। भित्र छिर्दाखेरि अनि कोठामा जाँदै थियौँ। कोठामा गएको त खै केटाकेटीहरू त कोही पनि छैनन् भित्र त। कहाँ गएछन् भनेर खोज्दै हामीहरू भन्दै हामीहरू माथि गयौँ। माथि बसेका रहेछन् घाममा बाबु कार्ड लेखेर बसिराख्नु भएको रहेछ। यिनी हुन् जेठी देउरानी मेरो। यो देउरानीको भाउजूको छोरी, दाईको छोरी। यिनी मेरो देवर राजा बेहुलाको बुवा। अनि यहाँ आमा बस्नुभएको थियो। मैले आमालाई यसो ढोक्दाखेरि यहाँ के भएछ, हातले छेकिएछ है। सरी, आमा हुन्, जेठो आमा। अनि त्यसपछि बस्यौँ हामी एकछिन, कार्डसाड मिलायौँ ओर्यौँ र ल हो अब धेरै बेर भयो, भोक लाग्यो भनेर फेरि गयौँ तल मटर पनिरको तरकारी, भात, अचार बनाएर ठ्याक्क रेडी गरेको रहेछ। अनि त्यसपछि देवरले गाजर साजर काट्नुभयो। अनि बस्यौँ हामीहरू, आमा म अनि बाबु बस्यौँ। हामीहरूले दाल भात तरकारी अचार
सबै चेस गर्दै खान सुरु गऱ्यौँ। केटीहरूले एकछिन पछि खान्छु भने ठिक छ भने मैले। अनि त्यसपछि हामीहरू फेरि बजारतर्फ लाग्यौँ। यसो चुरासुरा किन्ने भन्दै थिए। ल न त किनौँ भनेर लाग्यौँ त्यता। अनि किनमेल गरेर फेरि सर्लक्कै फर्कियौँ नि हामीहरू त फेरि त्यही पारामा। अनि घर आयौँ। घर आएर फेरि म नाम भन्दै गरेँ, बाबुले लेख्दै गर्नुभयो। एकछिन जति सक्यौँ रमाइलो गर्दै मिलायौँ। त्यहाँ कुनामा यस्तो भाइ पनि पल्टेर बसेको छ। अनि त्यसपछि अलिअलि मिलायौँ। यहाँ भाइ छ, नमस्ते गर्दैछ, नमस्ते। अनि त्यसपछि इन्ट्री भयो हाम्रो राजा साहब श्रीमानजी राजेन्द्र प्रसाद जोशीजीको। अनि ढोगभेट चल्यो। त्यहाँ कुनामा आमा बस्नुभएको थियो, ढोग दिनुभयो। अनि त्यसपछि एकछिन अझै हामीले यताउता मिलायौँ। ओ यिनै हुन् बेहुला राजा है साथीहरू। यही हो मेरो छोरो। बेहुला भनेको यही हो। उसकी आमा चाहिँ यहाँ खै के मिलाउँदैछ सामान थाहा छैन। ल ल बाई बाई, टाटा, धन्यवाद।